यो गर्मीले छटपटाहट भएको मनलाई कहाँ गएर शीतल बनाउने भनेर सोच्दाखेरि मेरोमा चाहिँ झट्ट हुन्छ नि भरतताल नुन्थर भन्ने आइहाल्छ कि किन भन्दा यो मेरो घरबाट नजिक पनि पर्छ कि एभ्री टाइम काठमाडौँ आउँदा चाहिँ त्यहाँ गएकै हुन्छु कि त्यहाँनिर गएपछि एक छुट्टै किसिमको एउटा आनन्द महसुस हुन्छ कि त्यहाँनिर बच्चाहरूले खेल्ने कुरादेखि लिएर ठुलो मान्छेहरूले होइन ढुङ्गादेखि लिएर धेरै कुराहरू छ कि सो अनि यो चाहिँ मेरो घरबाट नजिक भएको हुनाले पनि मेरो लागि चाहिँ वान अफ द बेस्ट प्लेस नै हो कि सो हामी जाँदैछौँ लाग्दैछौँ होइन अब के कस्तो हुन्छ बाटोमा देखेका कुराहरू कैद गर्ने कोसिस गर्न सकेछौँ। आज चाहिँ हामी शीतल छहारी खोज्ने क्रममा हाम्रो यात्रा भनेको आज भरतताल हुनेछ। भरतताल चाहिँ नेपालको सबैभन्दा ठुलो दोस्रो मानव निर्मित ताल हो भने यो ताल बागमती किनार नजिक 50 बिघा क्षेत्रफलमा फैलिएको छ। यसको गहिराइ 35 फिट रहेको छ भने नेपालको दोस्रो ठुलो मानव निर्मित तालको रूपमा परिचित यो ताल नगरपालिका प्रमुख भरत कुमार थापाको नेतृत्वमा 2075 सालमा माछा पोखरीको रूपमा निर्मित गरिएको थियो भने हाल यो पर्यटकीय गन्तव्यको रूपमा विकसित भइरहेको पनि हामी देख्न सकिन्छ। अघिल्लोचोटि आउँदाखेरि चाहिँ अघिल्लोचोटि भन्दा योचोटि अलिक धेरै कुराहरू देखेँ मैले। अघिल्लोचोटि आउँदाखेरि जिप लाइन थिएन, अरू नयाँ कुराहरू पनि नयाँ नयाँ गेमहरूदेखि लिएर अन्य कुराहरू धेरै कुरा परिमार्जित भएको रहेछ। धेरै खुसी लाग्यो। हामी चाहिँ अलिक दिनमा अलिक घाममा आएको भएर मान्छेको चाप चाहिँ खासै थिएन, अलिक टन्टालापुर घाम भएको भएर मान्छे अलिक कमै थिए। सानो मोटर डुङ्गामा चाहिँ 4-5 जना भयो भने कुदाइदिने रहेछ है। मोटर डुङ्गामा चाहिँ 200 रुपियाँ लिने रहेछ। योभन्दा अघिल्लोचोटि जाँदाखेरि हामीले मोटर डुङ्गादेखि लिएर अरू गेमहरू टन्नै गेमहरू खेलिसकेको थियौँ। योचोटि थपिएको भनेको चाहिँ एउटा जिप लाइन थपिएको रहेछ। अनि त्यसपछि अघिल्लोचोटि चाहिँ मैले चाहिँ जेट सिप चाहिँ चढेको थिएन कि त्यो जेट जहाज नचढेको भएर योचोटि चाहिँ मलाई जेट जहाजको अनुभव लिनु मन लागेको भएर चढेको। तर एकदमै रमाइलो अनुभव हुँदो रहेछ है, एकदमै रमाइलो अनुभूति हुँदो रहेछ। जेट डुङ्गामा सवार गरेको पर पर्सन 500 रुपिस लाग्ने रहेछ है। त्यसमा पनि फेरि मिनिमम कम्तीमा पनि 10 जना चाहिँ हुनुपर्ने रहेछ। सो हामी जाँदाखेरि चाहिँ मान्छे खासै थिएनन्, 5-7 जना थियो। हामी दिनमा गएको भएर पनि घाम भएको भएर पनि मान्छे डुङ्गामा 5-7 जना भएको हुनाले हामी पनि गएर 2 जनाको टिकट काट्यो। सानो बच्चाको टिकट नलाग्दो रहेछ। अनि काटेर केही समय अब त्यहाँ भिडियो खिच्ने होइन, सेल्फी गर्ने यताउता गर्दा गर्दै 10 जना पुगेपछि अनि डुङ्गा चाहिँ कुदाउन लाग्यो। लगभग 10-15 मिनट जस्तो घुमाइदिने रहेछ है। तर त्यो 500 तिरेर 10-15 मिनटले दिने खुसी चाहिँ लाखौँको थियो कि एकदम छुट्टै एकदम आनन्दको अनुभूति हुने रहेछ कि 10-15 मिनट घुमाइसकेपछि जहाँबाट डुङ्गा सवार गऱ्यो त्यहीँनिर ल्याएर फेरि त्यहीँनिर रोकिदिने रहेछ कि। त्यसपछि 10-15 मिनट घुमिसकेपछि हामी त्यहाँ आएर रोक्यौँ र फेरि बाबुले अरू गेम पनि खेल्ने भनेको भएर हामी फेरि अरू त्यो जिप लाइनतिर पनि गयो। जिप लाइनतिर पनि एकदम खेल्ने रहर त्यो पनि मैले नखेलेको भएर हामी जिप लाइनतिर पनि जानेछौँ। र बाबुले चाहिँ कार ड्राइभिङ गर्ने भने भएर बच्चाहरूको लागि कार ड्राइभिङ भन्ने पनि त्यो गेम जोनहरू रहेछ। त्यही भएर हामी अब कार जोनतिर जान्छौँ पहिला, त्यसपछि अन्य गेमहरू पनि खेल्न जानेछौँ। क्या
घन्टालाई पुरो घाम लागेको भएर योचोटि पनि जिप लाइन साइक्लिङ गर्ने सपना चाहिँ अधुरो नै भयो। सो अर्को नेक्स्ट टाइममा आउँदा चाहिँ जिप लाइनदेखि लिएर अन्य गेमहरू पनि खेलेर एकदम फन गर्नेछ। सो अहिलेको लागि यति नै। नेक्स्ट टाइम चाहिँ जुन गेमहरू खेल्न पाएन, जुन गेम अधुरो थियो त्यो गेमहरू चाहिँ नेक्स्ट टाइममा आएर खेल्नेछौँ। सो रमाइलो गर्नेछौँ। सो स्टे ट्युन, किप वाचिङ।